फेरि पनि आइसकेको साथीहरू नमस्कार। हामी आज एउटा टिजर पायौँ अशोक दर्जी त्यसपछि दिपा श्री निर्जला पार्वती मुभीको नाम रहेको छ पार्वती। अफिसियल टिजर आइसकेको रहेछ। हामीहरूले ढिला भयौँ, त्यसको लागि सरी भन्न चाहन्छौँ। ल ढिला नगरिकन हामी हेरौँ के रहेछ कस्तो छ। OSR Digital, entertaining the nation. Oh my God. नेता फिल्म्स। दिदी तिमीलाई सबैभन्दा बढी कसको माया लाग्छ? सबैभन्दा बढी कसको माया लाग्छ भनेको के? बुवाको कि मेरो? यो झमक घिमिरेको जस्तो एक्टिङ देखिरहेको छ। झमक घिमिरेको रोल त होइन, त्यस्तो जस्तै छ भए पनि अहिले झमक घिमिरेको याद आयो कि यस्तै हुनुहुन्छ नि झमक। अशोक दर्जी पनि अलि कसको बढी माया लाग्छ? अनि किरण र पार्वतीमा? Maybe the last emotional epic क्या? तिमी पनि मेरो लागि सत्थोक हो नि दिदी, हैन त? यसमा यो ब्याकग्राउन्ड म्युजिक छ अलि साउथ मुभीको जस्तै फिल आउने टाइपको ब्याकग्राउन्ड म्युजिक चाहिँ अलि राम्रो चुज गरे जस्तो देखिन्छ। हेरौँ के हुन्छ। अस्कर अवार्डको नोमिनेटेड हुने खालको लागि मलाई त। तिमी मेरो उज्यालो है दिदी। अशोक दर्जी एक्टिङ नेता ढुङ्गानाको डाइरेक्टर भद्र नेता ढुङ्गा 12 गते भन्नाले थोरै दिन छन्। भदौ 12 गते हो रहेछ। रक्षाबन्धनको अवसरमा हामी हेर्न सक्नुहुन्छ सिनेमा हलमा। ठिक छ। ल त साथीहरू, हामीले यो पार्वती को नयाँ फिल्म हो। अनि कमेन्टमा भन्नु होला के छ ट्रेन्डिङमा नयाँ नयाँ, नभए हामी हलमा गएर पनि हेर्न सक्छौँ। हलमा गएर पनि हेर्न सक्छौँ। तपाईँहरूकै साथमा हामी अगाडि बढ्छौँ। अहिलेलाई बाई बाई। धन्यवाद।